हेलो गाइस, नमस्ते। म पुरन तामाङ भ्लगमा फेरि स्वागत छ। र आज चाहिँ म यहाँ कमनको यो हाम्रो यो दाजुहरूले यहाँनिर फडाउँदैछ र यो फडाएकोमा चाहिँ आज म पनि आएको छु। यो फडाएको चाहिँ तपाईहरुलाई म देखाउने छु र म जाँदैछु, पुग्न आँटे। र सम्पूर्ण मेरो फेसबुक प्रिय साथीहरूलाई पनि नमस्ते गर्न चाहन्छु र साथै युट्युबमा मेरो फ्रेन्डहरूलाई पनि नमस्ते गर्न चाहन्छु। र यो जग्गा चाहिँ फाडिसकेको रहेछ हो। ल यहाँ चाहिँ हाम्रो टिम यता छ, तपाईले हेर्न सक्नुहुन्छ। उयो 3 दिन चाहिँ रोजमा लग्छ होला कि आज बिगा सुक्ला सब्जा यस। अन्त भाउजू, तपाईलाई यो फाड्दाखेरि चाहिँ कस्तो चाहिँ अहिले लाग्दैछ? खै भाइ के गर्नु, अब हामी त हाम्रो यो जीविका त जसरी भए पनि चलाउनु पर्यो हैन। हजुर। अब अस्ति हामीले नयाँ प्लकिङ, अब नयाँ पत्तीहरू अब प्लकिङ गर्यो, त्यति बेला हामीले उठाइसक्यौँ। अब यो दुसराको लागि हामीले फडाइ गर्दैछु। अब हाम्रो गाउँको भाइहरूले यति भए पनि हामीलाई यसो पत्तीहरू उठाइदिएर रोजगारी दिइराखेको छ हैन। यतिमा म एकदमै खुसी लागेको छ हैन। हाम्रो भाइहरूले हामीलाई जे होस् बेकारी बनाएन हैन। तर अब हेर्नु न, अब अस्ति हामीले जति पनि कति हप्तासम्म हामीले कति हप्ता टिप्यौँ, त्यति 5-6 हप्तासम्म हामीले आफ्नो नयाँ प्लकिङहरू गर्यौँ। नयाँ फर्स्टको प्लकिङ चाहिँ टिप्नु भयो, प्लकिङहरू टिप्यौँ हैन। अब एक हप्ता चाहिँ हामीले फाड्ने सल्लाहहरू गर्यौँ हैन। अहिले अलिक पत्ती हराएको छ। अब सेकेन्ड प्लकिङमा फेरि हाम्रो सुरु हुन्छ हो। अब हामी यसरी नै हाम्रो बगानहरूलाई चाहिँ साफ सफाइ गरेर चाहिँ क्या अब आफ्नो मिलेर सबैजना हामी वर्करै भनौँ न हैन, वर्करहरू नै मिलेर चाहिँ हामीले साफ सफाइ गरेर हाम्रो कमानलाई चाहिँ एकदमै राम्रै बनाएर लैजाउँ, नबिगारौँ। झोडी जङ्गलहरूलाई चाहिँ एकदमै काटेर सफा सुधार गरेर चाहिँ हाम्रो कमानलाई चाहिँ नबिगारौँ। अब हाम्रो भाइहरूले यति हामीलाई सहायता गरेको छ हैन। अब हामी फडाइ सुरु गऱ्यो। अब हामी 5 दिन फडाइ गर्छौँ हैन। त्यहाँदेखि पछि फेरि हाम्रो फेरि प्लकिङ सुरु हुन्छ। हाम्रो सेकेन्ड प्लकिङ सुरु हुन्छ। सोमबारदेखि हामी फेरि प्लकिङ गर्छौँ। अन्त त्यस्तै प्रकारले हामी त अब के गर्नु। र गाइस, यहाँ जो पनि भन्नुभयो, दिदीले भन्नुभयो, हाम्रो यो मगरजुङ कमनमा चाहिँ अहिले के गर्दैछ भने हाम्रो गाउँको दिदीबहिनी दाजुभाइहरू अहिले सोसियल चाहिँ गर्दैछ। यो सोसियल गरेर चाहिँ दिनको अहिले सबै नै 8 बजेको टाइममा आएर मेलो लाग्ने छ। मेलो लागेर यहाँ फडाइ हुँदैछ र फडाइ गर्दैछ सबले हो। त्यो चाहिँ तपाईहरुलाई मैले देखाइरहेको थिएँ। आजको नयाँ भिडियो चाहिँ म तपाईहरुलाई भ्लग चाहिँ मैले देखाइरहेको छु। यति नै मेरो पुरन तामाङ भ्लगमा त चाहिँ सब्स्क्राइब, लाइक, कमेन्ट, सेन्डहरू चाहिँ नबिर्सी गरिदिनुस् र नमस्ते।